यहाँ चाहिँ हेर्नुहोस् है, हाम्रो माइजूले सब्जी खेती गरेको साग, बन्दाकोपी, यहाँ मेथी साग, फ्रेस बिन सबै हाम्रो माइजूले गर्नुभएको। यहाँ चाहिँ गुन्द्रुक सुकाउनु हुँदैछ, सिन्की बनाउनु भएको अरे। के हो अरे माइजू यो? नि सिन्की बनाउनुलाई मुला सुकाएको। यहाँ चाहिँ गुन्द्रुक नि, यो गुन्द्रुक बनाउनुलाई साग। हाम्रो माइजूले धेरै मेहनत गर्नुहुन्छ। यहाँ हेर्नुहोस्, गुन्द्रुकको लागि साग सुकाउनु भएको अरे। यो सबै माइजूले गर्नुभएको। मामाको चाहिँ गाई हो, गाईको ड्युटी। मामा अहिले दुध पुर्याउनु जानुभएको छ। अनि यहाँ हेर्नु सक्नु सबै पहाड 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 पहाड। यहाँ चाहिँ माइजूहरू चाहिँ यहाँ अहिले आर्मी गेटको छेउमा बस्नुहुन्छ। पहिले त उहाँ चाङलाङमै हुनुहुन्थ्यो टाउनमा। अहिले चाहिँ यहाँ यसरी खेती गर्नुहुन्छ, गाई पाल्नुहुन्छ। यसरी नै मामा माइजूको खेती र यहाँ गाईको उयोले चल्नुहुन्छ। छोराछोरी पनि हुनुहुन्छ, भाइहरू धेरै छ। यो के भन्छ, 5 भाइ होइन? 5 भाइ। यहाँ चाहिँ बन्दाकोपी यहाँ कसरी यहाँ यस्तो मजाले लाउनु भएछ माइजूले। हेर्नु कति राम्रो भएको छ। यस्तो जग्गामा पनि यस्तो खेती गर्नुभएको छ। धेरै नै मेहनत गर्नुहुन्छ हाम्रो मामा माइजूले। मामा चाहिँ अहिले हुनुहुन्न, दुध लिएर जानुभएको छ। हेर्नु सक्नुहुन्छ पहाडे पहाडी। उहाँ मल पनि हालिराख्नु। यो बल्ल अब यहाँ के लगाउनुहुन्छ पनि माइजूले? अब यहाँ पालङ छर्ने। पालङ छर्नुहुन्छ अरे माइजूले। हामी चाहिँ हिजो आएको हौँ माइजू घरमा पाहुना खानु। यहाँ रायो साग, सेतो खाले रायो सागको रहेछ। एउटा गुन्डा आउँदैछ, टेक्लेक टेक्लेक गरेर। हाम्रो गुन्डा आउँदैछ है यता बगानतिर। उता पनि छ बन्दाकोपी खेती।